हामीले समाजमा गरिने हरेक किसिमका काम क्रियाकलापहरूको समाजमा एक आपसमा चाहिँ मिलेर बस्नका लागि र सजिलो जीवन बनाउनका लागि निकै महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने खालको कुरो मनमा लागेर मैले यहाँ केही कुरा सेयर गर्न खोजेको हुँ। त्यसमध्ये आज म मलामी जाँदाखेरि किन मलामी जानुपर्छ र मलामीले के कुरा गर्नुपर्छ भन्ने सम्मको कुरो मैले जाने अनुसारले यहाँ अब सेयर गर्न मन लागेर यो प्रयास गरेको छु। पहिलो कुरा, गाउँमा कसैको छरछिमेकमा मृत्यु भइसकेपछि त्यसलाई धेरै दिनसम्म राख्न भएन, दुर्गन्ध हुन्छ। धेरै समय राख्नाले गाउँमा सङ्क्रमणहरू फैलिन सक्छ, भयानक रोगहरू लाग्न सक्छ। त्यसले गर्दा घाटमा पुर्याउनु पहिलो कुरा हो। त्यो पुर्याउँदाखेरि घरका परिवारहरू उसका आफन्तले मात्रै लैजाने कुरा पनि भएन, सम्भव पनि हुँदैन। र यो एकले अर्कालाई, एउटा परिवारले अर्को परिवारलाई परिमो लगाउने खालको क्रियाकलाप हो भन्ने खालको कुरोमा बुझे पनि राम्रै हुन्छ। अब यसरी भन्दै जाँदा हामीले परिमो लगाउनको लागि पनि छरछिमेकमा पर्ने यस्ता किसिमका सामाजिक घटनाहरूमा सहयोग गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि मलामी जानलाई घाटसम्म पुग्नुपर्ने हुन्छ। अब घाटोमा पुग्नु मात्रै ठुलो कुरा त होइन। आजभोलि चाहिँ अलिकति केही कुराहरू यसमा विकृति आएको देखेर मलाई यो कुरा बोल्न मन लागेको हो। मलामीको पनि एउटा कर्तव्य र अनुशासन हुन्छ। ती मलामीले सबभन्दा पहिला त जुन घरमा दुःख परेको छ त्यहाँ जम्मा हुने शङ्ख ध्वनिबाट हुन्छ कि के कसरी हुन्छ। अहिले त शङ्ख ध्वनि भन्दा पनि धेरै मोबाइलहरूको नेटवर्कका कुराहरू छन्। सबैजना छिटोभन्दा छिटो घरको सबै कुरा बिताएर पनि त्यस ठाउँमा उपस्थित हुनु। त्यस ठाउँमा उपस्थित भइसकेपछि दिवंगत भएको शरीरलाई अब हामीले कसरी घाटसम्म पुर्याउन सकिन्छ र त्यहाँ घरका मान्छेहरूलाई के कसरी चाहिँ सहयोग गर्न सकिन्छ। कसैले बाँस काट्न जाने हो कि, कसैले कोरा कपडा किन्न जाने हो कि, वा अन्य किसिमका त्यहाँ आवश्यक आफ्ना आफ्ना धर्म अथवा आफ्ना चाहिँ संस्कार बमोजिमका आवश्यक पर्ने सरसामग्रीहरू खरिद गर्न जाने हो कि, जम्मा गर्ने हो कि, खबर गर्नुपर्ने हो कि, आफन्तहरूलाई टाढा भएका मान्छेहरूलाई खबर गर्नुपर्ने हो कि, ती सबै कुरामा सहयोग गरिसकेपछि त्यहाँ उपलब्ध भएका साधन स्रोतहरूबाट प्रयोग गरेर, आजभोलि त अब साधन स्रोत प्रयोग गर्ने प्रचलन पनि आएको छ। अलि पूर्वकालको कुरा हेर्ने हो भने त पैदलै जानु पर्थ्यो घाटासम्म। त्यस्तो बेलामा सबैले मलामीहरूले त्यो जलाउनको लागि, लास जलाउनको लागि चाहिने दाउराहरू खरिद गर्नुपर्ने अथवा जङ्गलमा दाउरा खोज्ने पर्ने, सुकेका दाउराहरू जम्मा गर्नुपर्ने, अन्य किसिमका आक्रमणहरू जस्तो बाघ भालु लगायत स्याल कुकुरहरू, जङ्गली जनावरहरूको आक्रमणबाट बच्नका लागि समूहको पनि आवश्यक पर्ने थियो। त्यो समूह बनाएर एकैचोटि जङ्गलमा पस्ने, दाउरा निकाल्ने र सल्लोमा लिएर गएर नदीमा पुर्याएर त्यो चाहिँ संस्कार गर्ने चलन थियो। तर अहिले हामीले समिलबाट अथवा घाटहरूमै पनि दाउरा किन्न पाइने भएको हुनाले त्यति साह्रै पहिला जस्तो अलि समस्या त हुँदैन। तथापि हामी त्यहाँ पुगिसकेपछि मलामीले त्यो पार्थिव शरीरलाई हामीले चाहिँ कमसेकम एकवटा दाउरा दिनु पर्यो। दाउरा दिएर सलो तयार गरिदिनु पर्यो र क्रियापत्रीहरू अथवा भनौँ न त्यहाँ छोरा अथवा भाइ जो छन् उनीहरूलाई चाहिँ त्यहाँ आवश्यक सहयोग गरिसकेपछि उनीहरूको चुलहरू काटिदिएर उनीहरूलाई दागबत्तीहरू दिइसकेपछि मलामीको कर्तव्य त्यहाँनिर अझै सकेको हुँदैन। हामीले चाहिँ त्यो अन्तिम अवस्थासम्म पनि लास जलाउनको लागि त्यसलाई चाहिँ लासलाई हरेक दृष्टिकोणले जलेर खरानी बन्ने बेलासम्म पनि त्यहाँ चाहिँ लासलाई चाहिँ जलाउने, दाउराहरू जोड्ने, बिचमा तोरीहरू फाल्ने अथवा घिउहरू थप्ने, लाहा भन्छन्, लाहा पनि त्यहाँ छर्किने कामहरू गर्दछन्। त्यसरी काम भ्याएर सलो पखाल्नेसम्मको काममा चाहिँ नि मलामीले सहयोग गर्नुपर्ने हुन्छ। सलो पखालेर सबै कुरो भ्याएर बगाइसकिसकेपछि अनि अन्तमा त्यहाँ चोखो अथवा अहिलेको भाषामा हामीले सेनिटाइजेसन भन्छौँ, सबैजना मलामीले घाटमा गएर नुहाइधुवाइ गरेर त्यसपछि आएर आगोमा हात सेकाउने, घिउको धुप लिने र आगोलाई छोइसकेपछि काँडो कुचेर अनि त्यो क्रियापत्रीहरूलाई सरासर लिएर आएर घरमा लिएर आएर भित्र राखिदिएपछि मात्रै एउटा मलामीको कर्तव्य सकिन्छ। यसरी मलामीको कर्तव्य सक्नुपर्ने एउटा चाहिँ परम्परागत एउटा चाहिँ हाम्रो चाहिँ काम अथवा एउटा अनुशासन थियो भने आजभोलि त अलिकति फरक पनि भएको छ। यो कहाँसम्म ठिक हो या ठिक छैन मलाई चाहिँ भन्न सक्दैन। यहाँहरूले आफै मूल्याङ्कन गर्नुहोला। जसरी गयो र अनि यहाँ मान्छेहरू आवासी गरिरहेका छन् तिनीहरूलाई चाहिँ समवेदना दिने, त्यसपछि गएर घाटमा गएर अहिले गएर त्यहाँ गइसकेपछि अहिले त्यहाँ समवेदना अथवा शोक मन्तव्य अथवा एक मिनट मौन धारण गर्ने प्रचलन पनि अहिले आजभोलि थपिएको छ। मृतकको नाममा शोक मान्नु अथवा
मौन धारण गर्नुलाई नराम्रो मान्न सकिन्न, यो राम्रो कुरा हो। तर मलामीको कर्तव्य त्यहाँबाट मौन धारण गरिसकेपछि प्रायः फर्किने गरेको देखिराखेको छु। आफ्ना साधनबाट जाने ठिक छ, साधनको सदुपयोग गर्नुपर्छ। त्यसो गरिसकेपछि पनि अन्तिमसम्म बस्न सक्ने हो भने वास्तवमा सामाजिक मर्यादा कायम रहने थियो र यो हाम्रो विशेषतः नेपाली समाजमा रहेको यो एउटा सामाजिक सद्भावको जुन गाँठो छ, यो गाँठो चाहिँ अझै कसिलो हुन जानु थियो भन्ने जस्तो मलाई लाग्छ। यसले गर्दा हामी मलामीमा सहभागी हुने मान्छेहरूले जहिले पनि आफूले के आफ्नो भूमिका के हो भन्ने किसिमको कुरोमा विचार गर्नुपर्ने जस्तो मलाई लागेर अनि मैले यो कुरा सेयर गरेको हुँ। यहाँहरूलाई के कस्तो लाग्छ? अन्तिमसम्म मेरो कुराहरू, मेरो गन्थन सुनिदिनु भयो। यहाँहरू सबैलाई धन्यवाद छ। केही कुरा भएमा यहाँहरूले चाहिँ कमेन्टमै राख्नुहोला र मैले त्यसलाई चाहिँ फेरि केही कुरा थप्नुपर्ने, सुधार्नुपर्ने भए र म सुध्रिनुपर्ने भएको भए पनि म प्रयास गर्नेछु। हस्, नमस्कार।